द डे वेन गड अल्सो डाइज भन्ने खालको भिडियोहरू तपाईँले सोसियल मिडियामा देखिराख्नु भएको होला र यो भिडियोमा चाहिँ मलाई थाहा भएसम्मको त्यो स्टोरीको बारेमा हामी कुरा गर्छौँ जहाँबाट चाहिँ यो सबै सुरु भयो। सो हेलो एभ्रीवन, आइम शिरीष कर्मचारी एन्ड दिस इज भ्लग 7 अफ कर्पोरेट एस्ट्रोलोजर सिरिज। सो आज चाहिँ वर्ल्ड कपको म्याच हेरिसकेपछि चाहिँ हामी नवदुर्गाको देवछेकतर्फ जाँदैछौँ र त्यो जाँदै गर्दाखेरि चाहिँ म तपाईँलाई स्टोरी सुरु गर्दै गर्छु। सो यो स्टोरी चाहिँ हाम्रो ज्वाला फरेस्ट भक्तपुरबाट सुरु हुन्छ। त्यहाँ चाहिँ नवदुर्गाहरू चाहिँ पहिला बस्नुहुन्छ भन्ने विश्वास गरिन्छ र त्यहाँ चाहिँ केही मान्छेहरूको चाहिँ लाइक ट्राभलरहरूको चाहिँ सेक्रिफाइस चाहिँ उहाँहरूले गर्ने र उहाँहरूको रगत पिउने जस्तो क्रियाकलापहरू चाहिँ उहाँहरूले गर्दै गर्नुहुन्थ्यो भन्ने कुरा चाहिँ यहाँ पाइन्छ। त्योसँगै चाहिँ एउटा तान्त्रिक पुजारी जुन चाहिँ सुनन्दा आचार्य कर्मचारी, उहाँ चाहिँ एक दिन त्यो जङ्गलबाट जाँदै हुनुहुन्थ्यो र उहाँलाई पनि नवदुर्गाले चाहिँ क्याप्चर गर्न ट्राई गर्नुभयो र त्यहाँ गर्दा गर्दै चाहिँ सुनन्दा चाहिँ अलिकति तान्त्रिक मन्त्रहरूको ज्ञाता भएको कारणले गर्दाखेरि चाहिँ उहाँले उल्टा दुर्गाहरूलाई चाहिँ इमोबिलाइज गरेर र उहाँलाई चाहिँ अलिक स्ट्रिङ गरेर एउटा सानो आफ्नो भाडामा राख्नुभयो र उहाँले चाहिँ आफ्नो घरमा ल्याएर भक्तपुरमा सिक्रेटली वर्सिप गर्दै गर्नुहुन्थ्यो। त्यसपछि उहाँको गुरु जो हुनुहुन्थ्यो सोमराज राजोपाध्याय, उहाँले चाहिँ यो कुराको बारेमा थाहा पाउनुभयो। त्यसपछि चाहिँ उहाँले त्यो सबै नवदुर्गालाई चाहिँ आफूसँग लिएर एउटा सिक्रेट कोठामा चाहिँ उहाँले वर्सिप गर्नुहुन्थ्यो र त्यहाँ उहाँहरूलाई चाहिँ नाच्न लगाउनुहुन्थ्यो। र त्यसपछि चाहिँ एउटा सर्त चाहिँ के थियो नवदुर्गाको भन्दाखेरि चाहिँ कोही अरू मान्छेले चाहिँ उहाँहरूलाई नाच्दै गरेको देख्यो भने चाहिँ उहाँहरू फ्री हुन्छन् र त्यो कर्सबाट चाहिँ र त्यो बन्धनबाट चाहिँ मुक्त हुन्छ भन्ने उहाँहरूको सर्त थियो, जुन चाहिँ उहाँले मान्नुभएको थियो। एक दिन चाहिँ उहाँको पत्नीले चाहिँ ढोकाको पालबाट चियाएर हेर्दाखेरि चाहिँ अब त्यो देखिसकेपछि चाहिँ नवदुर्गाको कर्स त्यहाँ ब्रेक भयो र त्यसपछि चाहिँ उहाँहरू बाहिर निस्केको देखिन्छ। त्यसपछि चाहिँ उहाँहरू बाहिर भक्तपुरको गली गलीहरूमा घुम्दै गर्दाखेरि चाहिँ एउटा पिग भेटाउनुहुन्छ सुँगुर र उहाँहरूले चाहिँ त्यसलाई सेक्रिफाइस गरेर आफूलाई इम्प्योर बनाउनुहुन्छ ताकि त्यो ब्राह्मणले फेरि आफूलाई भित्र लान नसकोस्। किनभने सुँगुर खाइसकेको व्यक्ति अरू कुनै पनि देवी देवतालाई चाहिँ ब्राह्मणले आफ्नो घरमा लान मिल्दैन भन्ने कुरा चाहिँ यहाँ चाहिँ देखिएको छ। त्यसपछि सोमराजले फेरि आफ्नो मन्त्रबाट चाहिँ उहाँहरूले क्याप्चर त गरे, बट उहाँहरूले घरमा राख्न नमिल्ने भएको कारणले गर्दा उहाँले एउटा देवछे गड हाउस चाहिँ बनाउनु भयो, जुन चाहिँ अहिले मैले जुन देखाइरहेको छु पिक्चरमा त्यही नै हो। र त्यहाँ चाहिँ जुन गठा कम्युनिटी बनमाला कम्युनिटीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ त्यो एक्युरेट मार्क्स लाएर चाहिँ रिचुअलहरू गर्ने चाहिँ एउटा परम्परा बनाइदिनु भयो। त्यो दिनदेखि चाहिँ दसैँदेखि भगस्तीसम्म चाहिँ उहाँहरूको नाच हुने गर्छ र ठाउँ ठाउँमा उहाँहरूले चाहिँ आफ्नो नाच देखाउने गर्छन्। र अहिले तपाईँले देखिराख्नु भएको ट्रेडिसन त्यही नै हो र भगस्तीको दिन आउन लागु भएको कारणले गर्दाखेरि चाहिँ मैले यो भिडियो बनाउँदैछु र त्यही दिन ब्रह्माण्डमा गएर उहाँहरूले समाधि लिने गर्छन् र त्यसपछि फेरि दसैँमा चाहिँ पालै पालो गरेर 9 दिनमा चाहिँ नवदुर्गाहरूको फेरि जन्म हुन्छ। अब यसलाई जन्म लिनुहुन्छ कि तपाईँले अवतार लिनुहुन्छ त्यो तपाईँको विश्वासको आधारमा भयो, तर यसरी चाहिँ कथा चल्ने गरेको छ। र नवदुर्गाको दर्शनपछि चाहिँ मलाई एउटा पास्का दिएको थियो र त्यही पास्का लाएर चाहिँ म बाहिर निस्केँ र त्यहाँबाट चाहिँ हामी कमल विनायक गयौँ। कमल विनायकको मन्दिरमा पूजा गरेर आजको दिन यहीँ एन्ड गऱ्यौँ। यो भिडियोको लागि यति नै। सी यु इन द नेक्स्ट भिडियो। राधे राधे।